तपाईँहरूको सामु एउटा कथा लिएर उपस्थित भएको छु। काग र स्यालको कथा सुनिदिनुहोला, हेरिदिनुहोला है साथीहरू। एक दिनको कथा हो। एउटा कागले एउटा मासु फेला पार्यो। ऊ निकै खुसी भयो। त्यो मासु लिएर रुखको डालामा बसेर खान थाल्यो। अनि खाना खाने क्रममा एउटा स्यालले त्यो देख्यो। स्यालको मुखमा पनि पानी आयो। उसले सोच्यो कि यो मासु कसरी लिने होला भने अनि चलाखी स्यालले सोच्यो। अनि स्याल कागको फेदामा गएर भन्यो, काग दाजु तपाईँको आवाज कति मिठो। तपाईँले एकपटक गीत गाउनुभयो भने म धेरै खुसी हुने थिएँ। मलाई धेरै धन्य हुने थियो तपाईँको गीत सुनेर भनेर कागलाई फकायो। काग अहङ्कारी पर्यो। त्यही बेलामा कागले एउटा गीत गाउन थाल्यो। अनि गीत गाउँदाखेरि मुखको मासु खस्यो भुइँमा। अनि स्यालले त्यो मासु टिपेर हाँस्दै भन्यो, काग दाजु गीत त मिठो थियो, तर बुद्धि चाहिँ अलिक कम पो देखियो भनेर भाग्न थाल्यो। साथीहरू, तपाईँहरूलाई यो कस्तो लाग्यो सुनिदिनुहोला है त।